हामीले गाई पनि खाँदैनौँ, गोरु पनि खाँदैनौँ, हामीले घुस पनि खाँदैनौँ, यहाँको जनताको लाज बुर्जा पनि खाएका छैनौँ, त्यो रगत र पसिना पनि खाएका छैनौँ। हामीले भन्ने यति मात्रै हो, तिमीले भाइ मारेको मुद्दा दबाउनलाई हुँदै नभएको गाईको मुद्दा उठाउँछौ भने आऊ तिम्रो बासँग हामी छलफल गर्न तयार छौँ। तिमीले भाइ मारेको हो कि होइन, तिमीले हाम्रो दाइ मारेको हो कि होइन, र हामीले गरेको बदमास के हो? पाप गरेका छौँ भने भगवानको दैलामा उभिन तयार छौँ, अपराध गरेका छौँ भने कानुनको छामे उता छामे हाम्रा विरुद्धमा केही पनि मुद्दा नभेटेपछि हेर यसको अनुहार यति कालो छ, मन कति कालो होला भन्दै हिँडेको छ बजारमा। यसको अनुहार यस्तो कालो छ, यसको मन कालो भएर यसको अनुहार कालो भयो भनेको छ। केही पनि मुद्दा छैन, हामीले भ्रष्टाचार गरेका छैनौँ, हामीले कहिले त बदमासी गरेका छैनौँ, हामीले कहिले त अपराध गरेका छैनौँ, हामीले कुनै खालको बदमासी गरेका छैनौँ। तर एउटा रानी परिवारको के थिएन मतलब ढल्ले 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 बचाउँ भनेर पुरै हातखुट्टा खाले लो मात्र बताउँथ्यो भनेर प्रेसर लो भएर सुगर बढेर हैरान लाग्छ। मन्त्री बजाउनुहोस्, हामी यिनको बार बजाएर आउँछौँ फेरि। अब बजाउने कुराको अब सफल हुन्छ। उनीहरू सबैभन्दा बढी अहिले हामीलाई आक्रमण किन गरिरहेका छन्? झापापछि चितवनपछि बाँकेको 3 नम्बर क्षेत्र अहिले संसारभरि चर्चित छ। मोबाइल जति माथि फाले हाम्रो मात्रै आइरहेको छैन। किन आक्रमण भइरहेको छ? भोलि संसदमा आएर हाम्रो झाको झारे के पनि यही हो भन्ने उनीहरू बुझिसकेका छन्। यसैले हो भने हाम्रो झाको झारे त्यो भनेको कुरा पनि स्पष्ट गरी हामीले अस्ति पार्टीलाई पनि भनेको छु, मैले रविजीलाई पनि भनेको, मैले बालनजीलाई पनि भनेको, मलाई टिकट दिने कि नदिने त सोचिआउनुहोस्। तर म जहाँबाट चुनाव गरेर आउँछु त्यो बाँके 3 नम्बरको मुद्दा आएकै दिनबाट छलफल हुन्छ। यहाँको भूमिको मुद्दा छलफल हुन्छ, सुकुम्बासको मुद्दा छलफल हुन्छ, न्यायको मुद्दा छलफल हुन्छ। यहाँका जनतालाई न्याय दिने कुरा, यहाँको अन्याय र अत्याचारमा परेका मान्छेलाई न्याय दिने कुरा, रोजगारी दिने कुरा, त्यो शुभेच्छा दिने कुरा, त्यो सबै खालका तयारीको सन्दर्भमा त्यो छलफल हुन्छ भनेका छौँ हामी पार्टीबाट। त्यसैले तपाईँको 3 नम्बर क्षेत्रबाट जितेर गएको सांसद संसदमा जाने, ताली पड्काउने, बदम पड्काउने, परम पुर्याउने, हावा छेक्ने, हत्ता खाएर फर्किने सांसद हुँदैन। तपाईँलाई अन्याय परेको ठाउँमा तपाईँले जिताउनुहोस् वा हराउनुहोस्। जितियो छ भने संसद भित्र उभिएर, हारियो छ भने माइतीघर बन्दामा उभिएर भए पनि तपाईँको न्यायको कुरा अब उठ्छ। अब बजारमा तपाईँले भोट हाले पनि नहाले पनि राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँको पक्षमा छ। यहाँको जनताको पक्षमा छ। त्यो दिन भोट हाल्दै गर्दा मेरो अनुहार होइन, बालन शाहको अनुहार होइन, रवि लामिछानेको अनुहार होइन, बिमा विश्वकर्माको अनुहार सम्झेर होइन, मरेर गएका जेन्जीको अनुहार र गर्भमा वा कापमा उठेका यिनको अनुहार सम्झेर भोट हाल्नु होला। कोही कसैले कहीँ कतै यो बेलामा यो निर्वाचनमा कहीँ कतै कसैले झुक्केर पनि 1 गिलास रक्सी खाउँ भनेछन् भने त्यो जेन्जीको रगत सम्झेर मुखमा रक्सी हाल्नु होला। 48 सालमा हाम्रो बाले खाएको रक्सीले अहिलेसम्म टाउको घुमाइरहेको छ, काङ्ग्रेसको रक्सीले 51 मा खाएको एमालेको रक्सीले अहिलेसम्म घुमाइरहेको छ, 64 मा खाएको माओवादीको रक्सीले अहिलेसम्म छोडेको छैन। तपाईँलाई कसैले 1 टुक्रा मासु खाउँ भनेर दिएछन् भने यत्रा जेन्जी बजारमा मरेका छन्, हाम्रो घर जुको परेको छ, मासु खान नमन्नु होला, मुखमा नहाल्नु होला। कसैले पनि किन यो बेला देशको पक्षमा उभिनु पर्ने बेला भएको छ। एकचोटि दिनुहोस्, त्यो परीक्षा दिन हामी तयार भएर आएका छौँ। अहिलेको निर्वाचन कांग्रेस एमाले माओवादी राष्ट्रवादको बीचमा होइन, अहिलेको निर्वाचन राम र रावण बीचमा हुँदैछ, कृष्ण र कंसको बीचमा हुँदैछ, सदाचारी र भ्रष्टाचारीको बीचमा हुँदैछ। तपाईँ सत्यको पक्षमा कि असत्यको पक्षमा? तपाईँलाई कांग्रेस आयो, माओवादी आयो, एमाले आयो, अब नेता आयो होइन, छोरा आउँदैछ। कांग्रेस होइन, एमाले होइन, माओवादी होइन, भाइ आउँदैछ, छोरा आउँदैछ। अब यहाँको सेवाको कुरा हुनेछ, अब यहाँको हितको कुरा। बालन शाहले यहाँको सरकारको नेतृत्व गर्दै गर्दा पहिलोचोटिको मन्त्री परिषदको निर्णयमा यहाँका जग्गा जमिनका, न्यायका, हितका, रोजगारीका कुरा त्यसमा पनि समावेश हुनेछ। हामीले यति मात्रै भनौँ, अहिले संसार उठेको छ, संसार जुटेको छ, तर संसारले उठेको बेला, संसारले जुटेको बेला कहीँ कतै हामीले अलमल र ढलमल परेछौँ भने फेरि पनि हामी नर्कमा जाने दिन धेरै टाढा छैन। हामीले तपाईँलाई केही मागेका छैनौँ। महात्मा गान्धी सुभाष चन्द्र बोसले भारतमा स्वतन्त्रताको अभियान चलाउँदै गर्दा आफ्नो गलामा लगाएको मंगलसूत्र झिकेर त्यहाँका महिलाले गान्धीको झोलीमा राखेर भनेका थिए, म यहाँको गुलामको श्रीमती बन्नुभन्दा म शहीदको विधवा बन्छु बाबुजी, हामीलाई आजादी दिनुहोस् भनेका थिए। हामीले तपाईँसँग रगत मागेका छैनौँ, हामीले तपाईँलाई बन्दुक बोक्नुहोस् भनेका छैनौँ, हामीले तपाईँलाई आन्दोलन गरेर जाऊ भनेका छैनौँ। फागुन 21 गते भोट हाल्नै पर्नेछ भने तपाईँ रामको पक्षमा हाल्ने कि रावणको पक्षमा हाल्ने, भगवानको पक्षमा हाल्ने कि राक्षसको पक्षमा हाल्ने, मानवको पक्षमा हाल्ने कि दानवको पक्षमा हाल्ने छलफल गर्नुपर्ने बेला यही हो। पर्सि त्यो हातबाट फुट्यो भने फेरि पछुताउनुको विकल्प छैन। जसरी एउटा गर्भबाट प्राणीको जन्म हुन्छ, त्यो प्राणीको जन्म भगवानको इच्छाले हुन्छ, तर पर्सि हुने नेताको जन्म त्यो तपाईँको इच्छाले हुने हो। तपाईँले माने पनि नमाने पनि पर्सि निर्वाचन हुन्छ, तपाईँले माने पनि नमाने पनि तीज त आउँछ, दसैँ त आउँछ, तर पर्सि तपाईँले नमान्दै गर्दाखेरि गलत मान्छे जितेर एउटा ठाउँबाट गयो भने फेरि नर्कमा बसेका मान्छेले अझै तल दबाउने त्यो कर्म हुनेछ। यति कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु। हाम्रो बिचमा
यसमा भीमाज्यूहरू लगायत धेरै साथीहरू पनि आउनु भएको छ। उहाँहरू सबैजनालाई हामी यहाँ हार्दिक स्वागत गर्न चाहन्छौँ। ढुक्क भएर बसेका जनतालाई ढुक्क भएर त्यो बाँच्ने दिन आउँदैछ। सुक्खाको घाँस ढुक्कले खाएर त्यो निदाउने दिन आउँदैछ। नेपालीको पनि हाँस्ने दिन आउँदैछ, बाँच्ने दिन आउँदैछ। दुनियाँको लागि ढाड भाँचेको हामी नाच्ने दिन आउँदैछ, सुखको दिन आउँदैछ। उहाँहरू सबैको प्रतीक्षामा बस्नुहुनेछ। अबको 21 दिन यो चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीले होइन, यहाँको जनताले लड्नु पर्नेछ। तपाईँहरूले निगरानी गर्नुपर्नेछ। कहीँ कतै बदमासी अलमल ढलमल पारेर खोजिन्छ भने सबैले त्यो खबरदारी गर्नुहोला। आफूले 21 सम्म तपाईँ हाम्रो पक्षमा उभिनुहोस्। त्यसपछिको 21 वर्ष 30 साल जसरी हामी तपाईँको पक्षमा उभिनेछौँ। 21 गतेसम्म तपाईँ साथ दिनुहोस्। त्यसपछिको 21 वर्ष हामी तपाईँको साथमा हुनेछौँ। कहीँ कतै बोल्दै जाँदा, केही भन्दै जाँदा, कहीँ कतै हाम्रो वचनले तपाईँको मनमा ठेस लागेको छ भने तपाईँको पाउ छोएर माफी माग्न चाहन्छौँ। तर सत्य वचन तितो हुन्छ, तिखो हुन्छ। जनतालाई भन्नु आवश्यकता छ। यति कुरा तपाईँहरू बिचमा राख्न चाहन्छौँ। जिते पनि हारे पनि यो ठाउँबाट सांसद भए पनि वा मान्छे भए पनि मान्छेको हितमा हुने कुरा त्यो सदैव हामी तपाईँको बिचमा रहनेछौँ। जनताको प्रश्नको कठघरामा हिजो काठमाडौँको बानेश्वरमा माइतीहरू मण्डलमा पनि उभिएका थियौँ। यो अहिले यो ठाउँमा पनि हामी उभिएका छौँ। कुनै प्रश्नबाट हामी भाग्न तयार छैनौँ। एउटा हातमा फुलको थुङ्गा, अर्को हातमा इँटा ढुङ्गा बोकेर आउनुहोस्। राम्रो गर्दै गर्दा फुलको थुङ्गा चढाउनुहोस्, गलत गर्दै गर्दै इँटा ढुङ्गाले हालेर लखेट्नुहोस्। हामीलाई कुनै आपत्ति छैन। एउटा हातमा फुलको माला, अर्को हातमा जुत्ताको माला लिएर आउनुहोस्। राम्रो गर्दै गर्दा फुलको माला लगाएर पठाउनुहोस्। बदमासी गर्दै गर्दा चारपाटा मोडेर जुत्ताको माला लगाएर पठाउनुहोस्। हामीलाई कुनै आपत्ति छैन। भएको छ। उहाँहरू सबैजनालाई हामी हृदयदेखि आभार प्रकट गर्न चाहन्छौँ। यो अभियानमा जोडिनु भयो। कसैको पनि शिर झुक्ने काम हुने छैन। तपाईँको क्षेत्रबाट जितेर गएको सांसद कुनै दिन पनि भ्रष्टाचारको मुद्दामा पक्राउ पर्दैन। जाँड खाएर ल्याङखाङ भएर खुट्टा फटारेर बजारमा हिँड्दैन। कुनै पनि दिन हामी यो बदमासी गर्दैनौँ। बदमासी गरेको दिन हामीलाई नै कारवाही गर भनेर हात लिएर हतकडी लाउन जान हामी तयार भएर आएका छौँ। त्यो हाम्रो सभापति पनि त्यही हो, हाम्रो वरिष्ठ नेता बालेन्द्रजी पनि त्यही हो, त्यो हामी पनि त्यही हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सबै नेता कार्यकर्ता हामी त्यसको लागि प्रतिबद्ध छौँ। हिजो अस्तिसम्म नेता आयो, अब तपाईँको छोरा आएको छ। यो गाउँको न्याय हुनेछ, यो ठाउँको न्याय हुनेछ। हाम्रो सबैजनालाई हृदयदेखि धन्यवाद दिँदा नमस्कार।